वर्षायाममा बोडी खेती सही तरिकाले गर्न सकियो भने राम्रो उत्पादन र राम्रो आम्दानी दुवै सम्भव छ। तर धेरै किसान पानी जम्ने, रोग लाग्ने र फुल झर्ने समस्याले उत्पादन गुमाउँदछन्। आजको भिडियोमा हामी बिउ छनौटदेखि बजारसम्मका सबै महत्त्वपूर्ण कुराहरू जान्नेछौँ। बोडी खेतीको लागि उपयुक्त समय: वर्षायाम सुरु हुनु अघि वा सुरुवाती वर्षामा रोप्दा राम्रो हुन्छ। धेरै पानी पर्ने क्षेत्रमा पानी निकासको राम्रो व्यवस्था गर्नु आवश्यक हुन्छ। जमिन तयारी: पानी नजम्ने दोमट माटो छनौट गर्नुहोस्। राम्रोसँग जोतेर गोठे मल मिसाउनुहोस्। अग्लो ड्याङ बनाएर रोप्दा जरामा पानी जम्दैन। बिउ छनौट र रोपाइँ: रोगमुक्त र गुणस्तरीय बिउ प्रयोग गर्नुहोस्। प्रत्येक खाल्डोमा 2-3 वटा बिउ रोप्नुहोस्। उचित दूरी कायम गर्दा हावा राम्रोसँग चल्छ र रोग कम लाग्दछ। टेका बनाउने वा थाङ्ग्रा लगाउने तरिका: बोडी लहरो बाली भएकाले बाँस, तार वा डोरी प्रयोग गरेर टेका लगाउनुहोस्। यसले फल जमिनमा नछुन मद्दत गर्छ र उत्पादन बढ्न सक्छ। मल र सिँचाइ: गोठे मल र कम्पोस्ट मललाई प्राथमिकता दिनुहोस्। आवश्यकता अनुसार सन्तुलित मल प्रयोग गर्नुहोस्। धेरै पानी नहाल्नुहोस् र लामो समय सुक्खा पनि हुन नदिनुहोस्। रोग र किरा नियन्त्रण: वर्षायाममा ढुसीजन्य रोग, पात खाने किरा र एफिड देखिन सक्छ। त्यसैले त्यसका लागि खेत सफा राख्नुहोस्। सङ्क्रमित पात हटाउनुहोस्। आवश्यक परे कृषि प्राविधिकको सल्लाह अनुसार उचित व्यवस्थापन अपनाउनुहोस्। टिपाइ र बजार: फल नरम र हरियो हुँदा नियमित टिप्नुहोस्। समयमै टिपाइ गर्दा नयाँ फुल र फल लागिरहन्छ, जसले उत्पादन बढाउन पनि मद्दत गर्छ। र अन्त्यमा, यदि पानी निकास, थाङ्ग्रा व्यवस्थापन र रोग नियन्त्रणमा ध्यान दिनुभयो भने वर्षायाममा पनि बोडी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ। यस्ता कृषि जानकारीका लागि भिडियोलाई लाइक, सेयर र सब्स्क्राइब पनि गर्न नबिर्सिनुहोला।